धेरैलाई त थाहा छ देवी पार्वती को हुनुहुन्छ भनेर, तर देवी सती को हुन् भनेर धेरैलाई थाहा छैन। देवी सतीको स्थान भगवान शिवको शिरमा छ। शिरमा पितृको आशीर्वाद लिएर हिँडेका महादेव कोही जिउँदो मसानले छल्छ भनेर नसोच्दा नै हुन्छ। आज हामी जान्नेछौँ देवी सतीको बारेमा, यस संसारकै सबैभन्दा पहिलो र पवित्र प्रेम कहानीको बारेमा, जहाँ न कुनै शर्त थियो न कुनै बन्धन थियो, त एउटा र अर्को आत्मा बीचको गहिरो सम्बन्ध, दृढ इच्छा, इज्जत र श्रद्धा। यो प्रेम कहानीमा खुसीको रङ पनि छ र दुःखको साथ पनि छ। यो प्रेम कहानी हो शिव र सतीको। यो अमर प्रेम कथा जसले प्रेम के हो, त्याग के हो र अन्तमा कसरी नयाँ सुरुवात हुन्छ भनेर सिकाउँछ। हर हर महादेव। बाँकीको प्रेम कहानी म अर्को भागमा हजुरहरूसँग सेयर गर्नेछु। मैले जानेको कुरा